आज चाहिँ मस्यौरा बनाएको, कुभिन्डोको मस्यौरा बनाएको। कस्तो राम्रो छ मस्यौरा पनि। हामी बनाउँदैछौँ दिदी बहिनी मिलेर। एउटा लोगाको यत्रो हुने नानी। ल एकदम राम्रो। अब चाहिँ यो तरकारी किनेर खानुभन्दा हेर्नुहोस्, सबैजनालाई म एउटा के रिक्वेस्ट गर्छु भने बरु गुन्द्रुक खानुहोस् घरमा पकाएर। गुन्द्रुक जति मिठो केही पनि हुँदैन। सबै घरमा बरु आफूले अर्ग्यानिक चिज खानुहोस्। त्यो बाहिरको चिजहरूले चाहिँ यति मान्छेलाई धोका दिइरहेछ नि। हर ठाउँमा कसैको किडनी फेल छ, कसैलाई क्यान्सर छ, कसैलाई के छ। जे पनि बरु आफैले बनाएर त्यो विष नहालेको चिज खानुहोस्। बरु बिहानै बेलुका त्यही खानुहोस् के। तर शरीरलाई चाहिँ नमार्नु होला। मिठो मिठो खाएर केही हुनेवाला छैन साथी हो। अब चाहिँ नमिठो खाएर जीवन बचाउने हो। मिठो खाएर जीवन बचाउँछु भने सोध्यो भने त्यसलाई झन् त्यसको जीवन गयो। त्यही कारणले गुन्द्रुक भने मिठो चिज हो, मस्यौरा भने मिठो चिज हो। लौकाको बनाउनुहोस्, प्याज र आलुको बनाउनुहोस्, सागपातको बनाउनुहोस् मस्यौरा। म फेरि हालिदिन्छु यहाँ हजुरहरूलाई चाहिँ। यो चाहिँ लौका र मासको दालको अलिकति बेसार हालेर मात्र बनाएको मस्यौरा हो। कुनै यसलाई दुःख पनि हुँदैन। अलिकति दुःख त अलिअलि मेहनत त गर्न परिहाल्यो नि। मेहनत नगर्दा फेरि कहाँ अर्ग्यानिक खान पाइन्छ र। ल हजुरहरू पनि यसरी मस्यौरा बनाएर चाहिँ राम्रो आफ्नो शरीरलाई हेल्दी राख्नु होला। हस् त, ओके।